साइप्रसले 2026 सम्म सेन्जेन क्षेत्रमा प्रवेश गर्ने लक्ष्य राखेको छ। साइप्रस सरकारले घोषणा गरेको छ कि देशले 2026 सम्ममा पूर्ण रूपमा सेन्जेन एरियामा सामेल हुने लक्ष्य राखेको छ। यो समाचार साइप्रसमा बसोबास गर्ने सबै विदेशी आप्रवासी, विद्यार्थी तथा कामदारका लागि खुशीको खबर बनेको छ। सेन्जेन क्षेत्रमा सामेल भएपछि साइप्रसका बासिन्दाले युरोपका धेरै देशहरूमा भिजा फ्री यात्रा गर्न पाउँछन्। हाल साइप्रस युरोपियन युनियन ईयूको सदस्य भए पनि सेन्जेनमा पूर्ण रूपमा सामेल भएको छैन। त्यसैले त्यहाँका आवास अनुमति वा भिसा भएको व्यक्तिलाई अन्य सेन्जेन देशमा जान पनि अझै छुट्टै भिजा लिनुपर्ने बाध्यता छ। तर 2026 पछि यो नियम अन्त्य भई एकै कागजपत्रले युरोप घुम्न सजिलो हुनेछ। साइप्रस सरकारले हालै नै सुरक्षा व्यवस्था, सीमा व्यवस्थापन र भिजा प्रणालीलाई सेन्जेन मानक अनुसार सुधार गर्ने काम तीव्र पारिरहेको छ। युरोपियन आयोगले पनि साइप्रसको प्रयासलाई सकारात्मक रूपमा लिइरहेको छ। आवश्यकता पूरा भएपछि देशलाई सेन्जेनमा औपचारिक प्रवेश दिने निर्णय हुने बताइएको छ। साइप्रसमा रहेका नेपाली समुदायलाई यसले ठूलो राहत दिनेछ। कामको सिलसिलामा युरोपका अन्य देशमा जानुपर्ने, पारिवारिक भेटघाट गर्नुपर्ने वा पढाइका लागि यात्रा गर्नुपर्ने अवस्थामा धेरै खर्च र कागजी झन्झट हुने हट्नेछ। यसले रोजगारी, व्यापार र शिक्षा क्षेत्रमा अन्य नयाँ अवसरहरू खोल्ने अपेक्षा गरिएको छ। साइप्रसमा बस्ने आप्रवासीहरूले अबदेखि आफ्नो कागजात समय मिलाउन र आगामी नियम परिवर्तनबारे सचेत रहनुपर्नेछ। तर समग्रमा हेर्दा यो खबरले सबैलाई उत्साहित बनाएको छ, किनभने यसले देशलाई अझै बढी युरोपसँग जोड्ने र खुल्ला बनाउनेछ। नमस्ते, ओला न्यूज हेर्दै गर्नुहोला। नमस्कार।